हेलो एभ्रिवान, गुड मर्निङ सबैलाई। गुड मर्निङ है त ल। आज चाहिँ भने मेरो छुट्टी छ। छुट्टी भन्दा पनि छुट्टी चाहिँ लिएको हो होइन। आज चाहिँ यो हाम्रो लोसार फेस्टिभल छ नि त, लोसारको लागि जाँदैछु म यहाँबाट बाहिर गुमान है लोसारको लागि। लोसार चाहिँ हामी सँगै बसेर चाहिँ मनाउँदैछौँ। यो शिट कन्स्ट्रक्सन चल्दै रहेछ। लुक एट दिस गाइज, कन्स्ट्रक्सन। अनि लोसार फेस्टिभलको लागि चाहिँ अब हामी सबैले एउटा त्यो गर्दैछ। आजको स्याटरडे चाहिँ अब सबैको एउटा टाइम मिल्ने गरी हामी टाइम सेट गरेर आज हामी लोसारमा लगेर आएको छौँ है साथीहरूलाई। भिडियो हेर्दै गर्नु होला है त, म देखाउँदै गर्छु तपाईँहरूलाई। थ्याङ्क यू साथीहरू। अनि अब यो 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 लोसार भनेर चाहिँ मेरो अमेरिका आएकोदेखि चौथो लोसार हुन्छ होइन। किनभने मैले अलरेडी चाहिँ 3टा लोसार चाहिँ मिस गरिसकेको छु अलरेडी। अनि यो पटकको लोसारमा चाहिँ स्पेसली अब इन्भिटेसन आएको छ दाइहरूबाट। सो त्यही भएको हुनाले चाहिँ अब यो लोसारमा चाहिँ नि हो पुग्नै पर्ने थियो। अनि थोरै हामी अब रमाइलो केही गर्नेछौँ है। अब अमेरिकादेखि 4चोटि भनेको मतलब अब 4 वर्ष भइसक्यो भनौँ न। यो चाहिँ मेरो फर्स्ट लोसार हो है। किनभने अब टाइम स्केड्युल त्यस्तै हुन्छ, कहिले टाइम अलि मिल्दैन, कहिले कस्तो के हुन्छ, त्यो भएर अब चाहिँ आजको लागि चाहिँ फाइनली टाइम मिलाएर सेलिब्रेट गर्ने चाहिँ हामीले एउटा त्यो चाहिँ जस हामी त्यो चाहिँ अब सेलिब्रेट गर्न चाहिँ सफल हुँदैछौँ भनौँ न है। ल यसरी हुन्छ है त। यसरी बाइकहरू लडेर हुन्छ। अब इफ तपाईँहरूसँग टाइम छैन भने चाहिँ, टाइम सर्ट छ भने चाहिँ त्यो बाइकहरू तपाईँहरूले उठाएर फेरि त्यो बाइकमा ट्रेन स्टेसन, अब तपाईँहरू कहाँसम्म जानु पर्ने लोकल प्लेसहरूमा चाहिँ तपाईँ त्यहाँ जान सक्नुहुन्छ है त्यसमा है त। मैले यस्तो त देखाउनु नहुने हो, तर यो चाहिँ घुम्दैछ है अमेरिकामा। त्यो चाहिँ अब किनभने फेरि यो चाहिँ किन यिनीहरूको भिडियो मैले खिचेँ भने यसरी जेस होइन होमलेस मान्छेहरू घरबार बिनहरू छ भनौँ न। अनि यसरी भिडियोहरू खिच्न त खासै अलाउ त हुँदैन, विदाउट पर्मिसन चाहिँ यसरी भिडियोहरू खासै खिच्न मिल्दैन। सो भए पनि मैले एउटा आफ्नो अडियन्सको लागि भएर मैले देखाउँदैछु होइन। अन्त चाहिँ नेक्स्ट भनेर चाहिँ अब म यहाँ ट्रेन स्टेसन आइपुग्न लाग्यो। अब ट्रेन स्टेसन मेरो यहाँ हो। यो बिल्डिङमा चाहिँ मेरो ट्रेन स्टेसन चाहिँ यता भित्र माथि हो। एन्ड देन अर्को थिङ भने चाहिँ के छ भने, अनि अर्को थिङ भने चाहिँ छेज दाई पनि आउँदैछ। छेज दाई पनि आउने हो। सो आउँदैछ दाई, अलरेडी ट्रेनमा आउँदैछ। तर सो त्यो ट्रेनमा चाहिँ अब म नि त्यही ट्रेनमै जान्छु होला। किनभने मेरो अपकमिङ नेक्स्ट ट्रेन भनेको त्यही ट्रेन हुनसक्छ। किनभने 8:10 को छ ट्रेन। सो दाइ आयो भने म तपाईँहरूलाई देखाउँछु नि है। अहिले केही समयको लागि छोटो विश्राम। यो लाइटको चाहिँ तपाईँहरूले एकदम सबैजनाले चाहिँ अलिक ख्याल गर्नुपर्ने चाहिँ हुन्छ है। किनभने बरु 2 मिनट तपाईँलाई लेट हुँदा केही फरक पर्दैन। आफ्टर उनीहरूको टाइम भइसकेपछि उनीहरू यति तपाईँको चाहिँ स्पिडमा आइरहेको हुन्छ। सो त्यो भएर अलिकति बरु गएर बिस्तारै जानु ठिक हुन्छ है। अब म ट्रेन स्टेसन अलिक
पुगिसकेको छु है ट्रेन स्टेसन पुगिसकेको छु सो फेसबुकको मेसेज पनि आयो अब आई थिङ्क भाइ पनि आइपुग्नु लाग्यो होला Track 1 path, push door nearby. New Carrollton and Washington. Please stand back from the yellow line and please watch the gap boarding. After 5 minutes, पछि चाहिँ मेरो ट्रेन आउँदैछ ल यो हो ट्रेन स्टेसन चाहिँ मेरो चाहिँ यो छ है एकदम ह्युज बिग too big यति राम्रो ट्रेन स्टेसनमा यति राम्रो सुज अलिक डरी भयो भने फेरि गाह्रो छ मेरो सुज ब्रान्ड न्यू सुज फेरि है गाह्रो छ टिकट किन्ने मेसिन चाहिँ हो होइन यु क्यान बाई टिकट फ्रम दिस मेसिन तर अब चाहिँ अहिले मैले किन्न मिल्दैन किनभने मेरो ट्रेन पनि अलरेडी आइसकेको छ त्यतिलाई प्रब्लम यही ट्रेन आएको हुनुपर्छ नि साथीहरू त आई थिङ्क कता छ भने यसमा यही ट्रेनमा होला Look at the people So, जयसम्भो सिरियामा होइन अब कता रहेछ दाइ लेट्स सी Let me check Let me see where he is यो रहेको छ ट्रेन सिट खाली छ टन्नै यो रहेको छ मेरो सुज नाइकको ब्याग मेरो नाइकको सुज हाउस लुक्स है गाइस त म्याच भयो कि भएन कमेन्ट अन डाउन बिलो बाहिरको भ्यू देख्नु भनेको यति डढी रहेछ यो अब यस्तो सुज लगाएर म कसरी बाहिर भुइँमा टेक्नु साथीहरू लोभ लाग्दो छ हो मेरो सुज पनि हेर अनि कसरी म भुइँमा टेक्नु त अब फोहोर हुन्छ के गर्नु अलरेडी यतै त्यही हो ल फाइनली सेज दाइ ल दाइ चाहिँ यहाँ रहेछ सेज दाइ दर्शन ल म दाइलाई यार भेट्नै गाह्रो छ त यार यस्तो भेट्नु गाह्रो तपाईँले किन यार पछाडिको म होइन सबसे फ्रन्टमा थिएँ क्या त यार प्रमिस हो क्या त म सबसे फ्रन्टमा फ्रन्ट म तपाईँ तल बाहिर पर्खेर बसिरहेको नि त ल हामी फाइनली न्युयोर्कको पेन स्टेसनमा आइसकेको छ अनि दाइ छ ए ल आज छेबङ्गीको दिन खास गरिकन चाहिँ हामीले छेबचीको दिनमा चाहिँ लोसारको शुभकामना आदान प्रदान गर्ने एउटा कार्यक्रम आयोजना गर्ने चाहिँ हाम्रो धेरै अगाडिदेखि नै तयारी थियो तथापि अब त्यो दिन अलिकता चाहिँ हाम्रो चेजु सरको चाहिँ अलिक शुभ नदेखेको भएर चाहिँ हामीले छेबङ्गीको दिन सिप गरेको हजुर आज चाहिँ हाम्रो लोसार शुभकामना आदान प्रदान कार्यक्रम आज छेबङ्गीको दिनमा हुनु गइरहेको छ अनि तपाईँहरू उता अर्को स्टेटदेखि तिरेटारादेखि चाहिँ अब लोसारको शुभकामना आदान प्रदानदेखि लिएर आज हामी केही रमाइलो गर्नको निम्ति चाहिँ तपाईँहरू त्यहाँदेखि यहाँसम्म आउनुभएकोमा तपाईँहरूलाई सर्वप्रथम त अब धन्यवाद व्यक्त गर्न चाहन्छु यता हेर क्यामेरा मेरो हाई पनि भन्नु नि त दाइ एकचोटि हाई ल सेज दाइ तपाईँको एक दुई शब्द भन्नु ल अब लोसारकै सन्दर्भमा हो मेरो पनि है अब लगभग लामो समयको
अब अलमोस्ट हामी अब यहाँ अमेरिका आएको 4 वर्ष 4 वर्ष अलमोस्ट अब लगभग भएको अवस्था हो है। अब समय र परिस्थिति अनुसारले अब ओके त्यस्तो हामीले लोसार सेलिब्रेट गर्नु पाएको थिएनौँ। अब अहिलेको पटकमा चाहिँ यो सालमा चाहिँ हजुर सेलिब्रेट गर्ने भन्ने हाम्रो टिमको चाहिँ एउटा निर्णय भयो है। त्यो खालको चाहिँ डिसिजन भयो। त्यही भएर चाहिँ हामी अब आज चाहिँ हल्का केही आजको नत्र प्रमुख अतिथि को हो त निमा दाइ? आजको हाम्रो प्रमुख अतिथिको रूपमा हाम्रो तेजु सरलाई चाहिँ उहाँलाई मैले आमन्त्रण गरेको हुँ र उहाँ यहाँ आइसक्नु भएको छ। हामीले लोसार यहाँ अमेरिकामा लगभग हामीहरू टिम यहाँको चाहिँ 4 वर्ष हुनु लागेछ। लोसार मनाउने विषयमा हामीले यसपालि मात्रै सोचेको होइन, हामीले धेरै अगाडिदेखि नै लोसार मनाउने भनेर चाहिँ कैयौँ कार्यक्रमहरू तयार गरिसकेको अवस्था थियो। तर तयार गरेको बावजुद पनि कि आफ्नो व्यक्तिगत समस्या अथवा अरू अन्य चिजहरूले हामीलाई त्यो कार्यक्रम विफल भयो भनौँ न। कार्यक्रममा अब सबैको उपस्थिति भएन। कार्यक्रम भए तापनि अब त्यो लेभलमा जुन लेभलमा सोचेको थियो त्यो लेभलमा भएन, त्यो लेभलको भेटघाट भएन। हामी एक त फेरि अब त्यो बेला हामी आफै नै अब यहाँ अमेरिकामा नयाँ थियो। नयाँ भएर पनि हामीले सबै आफूले सोचे जस्तो म्यानेजमेन्ट गर्नु सकेन। अहिले बिस्तारै आफ्नो अवस्था पनि अब राम्रो हुँदै गइसकेपछि र चाहिँ अब काम गरेको पनि लामो समय भएपछि अब 1-2 दिनको लागि हामीले म्यानेजमेन्ट गर्नु सक्छ भन्ने हिसाबले नै यसपालिको कार्यक्रम त्यही हिसाबले लगेर गएको हो। ल ठिक छ। अब यसरी नै हाम्रो भ्लग चाहिँ सानो मिनी भ्लग चाहिँ कन्टिन्यू हुन्छ है साथीहरू। ल हजुर, अनि आङ्गेलु भाइलाई पनि विशेष स्वागत छ। मलाई स्वागत। ल ठिक छ दाइ, धन्यवाद दाइ। लोसारको लागि भाइको पनि चाहिँ अब म चाहिँ यहाँ चाहिँ फेरि यसरी भाइ पछाडि बसिरहनु भएको छ। हाम्रो टिमको सबभन्दा सानो भाइ, उमेरले सानो भए पनि सोच विचारले ठुलो। यति तारिफ चाहिँ नगरे दाइ म ल यो भ्लग कन्टिन्यू हुन्छ है। लगेर गयो त के हो त यिनीहरूले? यो भ्लग कन्टिन्यू हुन्छ है साथीहरू। ल त्यस्तो ट्रक त रेड लगभग अब ब्यालेन्समा आयो। अहिले तपाईँ आराम गर्नु। यो चाहिँ नगाइदिनुहोस् है। ल दिदी कि म मै जाउँ? ज्वाइ आउनुहोस्। गालामा चाहिँ सबको लाउनु पर्छ अहिले चाहिँ। लोसारको शुभकामना आज हाम्रो लोसार प्रोग्राम हुँदै हो हल्का। दिदी सबै टम्न जानु न। अब भिडियो कन्टिन्यू जारी नै रहेको छ। दाइले दिदीलाई, दिदीले दाइलाई टिका लाउने कन्टिन्यू भइरहेछ। ल एकअर्कामा टिका लगाउँदै कसैलाई कसैको नजर नलागो छैन। दोस्रो कस्तीले बज्यो भने बाइक यसरी बोल्दैछु। हामी यहाँ लोसारको कास्तीले दिने काम जारी छ। ल फेरि कन्टिन्यू टिका एकअर्कामा लगाउने प्रोग्राम स्टिल भइराखेको छ होइन। ल लसो 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 मैले मेसेज दिएँ के गरिनँ। अब चाहिँ सरलाई शुभकामना दिनु पऱ्यो नि त। यसरी हाम्रो चाहिँ अझै कन्टिन्यू भइराखेको छ। कार्यक्रम कन्टिन्यू अगाडि गइरहेको छ। चिया ल्याइदिनु न सर। यहाँ आजको प्रमुख अतिथि चाहिँ दाइ हुनुहुन्छ। आजको प्रमुख अतिथि र सबैलाई लोसारको शुभकामना छ।
Happy Losar, everyone. Happy Losar. खाना कस्तो छ? केबाट सुरु गर्नुपर्छ खाप्सेबाट सुरु गर्नुपर्छ खाप्से कस्तो छ यसपालि? हामीले आफै बनाएको। एकदम राम्रो फर्स्ट क्लास थ्याङ्क यू, धन्यवाद। सुपर सुपर Like elderberries. Nature's Way combined these with vitamin C, D, and zinc for powerful immune support inspired by nature. Nature's Way. कता जाने रे? कुदा मलाई पुऱ्याइदिनुहुन्छ रे? Fulda Sherpa Production Film. राम्रो गीत आयो Don't forget to like, share and subscribe guys. Thank you for watching. Thank you.